आज त मौसमले नै च्यालेन्ज गर्यो, खाइदिन्छु जे परे पर्ला भनेर पसल गए। टुपियम किनेर ल्याए, अब चौचौ त पकाउनु पर्यो। हाम्रो घरमा फेरि अचम्मै छ, हर्लिक्सको डब्बामा जिरा। ए डब्बा हो कि अर्को हो? हेर म त यसैमा रहेछ जिरा। अब नेपाली हो नि, हर्लिक्सको डब्बामा जिरा, घिउ, अनि स्प्राइटको डब्बामा पानी त राख्नै पर्यो नि। अब तेल हालेर जिरा झ्वाइँ। आज फेरि पहिलोचोटि टुपियम बनाउने भएर होला मलाई फेरि भित्रैबाट नाचुन लागिरहेछ। लास्टै खुसी भछु क्या, म पहिलोचोटि टुपियम खाँदैछु नि त। अच्छा ठीक है समरिया। झुक्केरै भए पनि चेउचेउ चाहिँ मिठै बनाएछु नि। आज पहिलोचोटि टुपियम बनाएको, त्यो पनि धेरै मिठो भयो। लास्टै मिठो लाग्यो। भाँडै खाइदिउँ क्या हो? यता बहिनीको पनि चोरौँ क्या? बहिनी थोरै